हेलो ल हेर है केटाहरू तिमीहरूको अब यो रोबोटिक कार अहिले रेडी छ। एउटै काम बाँकी छ, यसमा अहिले प्रोग्राम लोड गर्नुपर्छ। अरू बाँकी लगभग वायरिङहरू सबै भइसकेछ। यसमा हेर्दाखेरि यहाँ हाम्रो दुईवटा हामीले गियर मोटर युज गरेको छौँ। यहाँ छ एउटा, अर्को यहाँ छ। यो गियर मोटरको रेसियो कुरा गर्दाखेरि 48 र 1 को अनुपात छ, 48:1 को रेसियो। अनि त्यसपछि हाम्रो यो यो मोटर ड्राइभर है, यसको मोडल भन्दाखेरि L298N हो। अब यो मोटरको स्पिड कन्ट्रोल गर्नको लागि, यो दुइटै मोटरको स्पिड कन्ट्रोल गर्नको लागि र यो दुइटैको डिरेक्सन चेन्ज गर्नको लागि हामी यहाँ यो मोटर ड्राइभर युज गरिरहेछौँ। अब यो तीनवटा हामीले लिथियम ब्याट्री युज गरिरहेछौँ, सिरिजमा छ तीनटै। एउटाको भोल्टेजको कुरा गर्दाखेरि 3.7 भोल्ट रहेछ र तीनवटै हामीले यो ब्याट्री स्लटमा 3 स्लट होल्डर भन्छ यसलाई हैन, यसमा हामीले राखिरहेछौँ। अब मेन कुरा हाम्रो भनेको नि यो ESP32 माइक्रो कन्ट्रोलर रहेछ क्या। यहाँ चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, यो मेन कुरा हो हाम्रो। यो ESP32 माइक्रो कन्ट्रोलर यो डुअल कोरको हुन्छ। यो 32 बिटको माइक्रो कन्ट्रोलर हो। यो वाइफाई र ब्लुटुथ दुइटैले सपोर्ट गर्छ यसले। प्लस यसमा हामीले 34वटा पिन पाउन सक्नुहुन्छ, जसमा अहिले हामी 6वटा युजमा ल्याइरहेछौँ। दुईवटा यहाँ छ, 4वटा यहाँ, हामीले 6वटा अहिले यो मोटर ड्राइभरलाई दिइरहेछौँ। त्यसपछि आउँछ हाम्रो यो टाइप सी कनेक्टर पनि रहेछ यहाँ हेर्न सक्नुहुन्छ है। यो माइक्रो कन्ट्रोलरमा यहाँ छ टाइप सी कनेक्टर। यहाँ चाहिँ यो हामीले यसलाई कि त 5 भोल्ट पावर सप्लाई कि त यहाँबाट प्रोग्रामहरू लोड गर्नलाई हामी यहाँ युज गर्छौँ यसलाई। ठिक छ। यसको ऱ्यामको कुरा गर्दाखेरि यसको क्यापासिटी यो जम्मा 520 KB को ऱ्याम हुन्छ र 4 MB को यसमा फ्ल्यास मेमोरी पनि हुने गर्छ। यति हो। बाँकी यो चेसिसहरू हो। अनि यो व्हिलहरू हो प्लास्टिकको। यहाँ एउटा स्विच छ हामीले राखेको। ब्याट्रीबाट हामीले यहाँ यो मोटर ड्राइभरलाई सप्लाई दिइरहेछौँ। यो हाम्रो माइक्रो कन्ट्रोलरमा पनि सप्लाई गइरहेछ। मोटर ड्राइभरबाट बल्ल हामीले यहाँ मोटरमा सप्लाई दिइरहेछौँ। यति हो। अब बाँकी रह्यो यसमा प्रोग्राम गर्न। कोड गरिसकेपछि यसलाई हामी मोबाइलको एउटा एपबाट कनेक्ट गर्ने ट्राई गर्छौँ, त्यसपछि चलाउँछौँ। हस्।